जापानमा सूर्यदेवीको वंशज। नमस्ते। जापानमा सूर्यदेवीका वंशज सम्राटले संस्कृति जोगाउँछन्। नेपालमा विष्णुका अवतार मानिएका राजा भने सङ्ग्रहालयमा सीमित छ। के राजतन्त्र फर्कन सक्छ? आज हामी जापानी राजतन्त्र र नेपालको राजतन्त्र फर्काउने अभियानको तुलना गर्नेछौँ। जापानी राजतन्त्र 2600 वर्ष पुरानो मानिन्छ। पहिलो सम्राट सूर्यदेवीका वंशज थिए। नेपालको शाह वंशको लामो इतिहासको सुरुवात भने विक्रम सम्वत 1825 मा पृथ्वीनारायण शाहले सुरु गरेका थिए। उनी विष्णुका अवतार मानिन्थे। जापानमा सैनिक शासकले 700 वर्ष शासन गरे। नेपालमा राणाले विक्रम सम्वत 1903 देखि 2007 सम्म शक्ति लिए। राणाहरूको 100 वर्ष लामो शासन जनताको साथ पाएर राजा त्रिभुवनको पालामा हट्न सफल भयो। जापानमा सन् 1947 को संविधानले सम्राटलाई प्रतीक बनायो। नेपालमा विक्रम सम्वत 2062 को जनआन्दोलनपछि विक्रम सम्वत 2065 मा राजा ज्ञानेन्द्रको राजतन्त्र हट्यो। नारुहितो सन् 2019 देखि जापानका सम्राट छन्। शक्ति छैन। नेपालमा विक्रम सम्वत 2065 पछि राजतन्त्र छैन, तर ज्ञानेन्द्रका समर्थक भने राजतन्त्र फर्काउन चाहन्छन्। जापानमा सम्राट प्रतीक मात्र छन्, सरकार चल्छ। नेपालमा राजतन्त्र फर्के शक्ति अस्पष्ट छ, तर संस्कृतिको प्रभाव भने बलि हुने तर्क छ। जापानमा शिन्तो अनुष्ठान गरिन्छ। नेपालमा शाह वंशीय राजतन्त्र फर्काएर हिन्दू परम्परालाई जोगाउन खोजिएको छ। दुवैमा ईश्वरीय कथा र प्रतीकात्मक अवधि छ। जापानले राजतन्त्र जोगायो, नेपालले विक्रम सम्वत 2065 मा हटायो। त्यसैले नेपाल र जापानमा राजतन्त्रको स्थिरता फरक छ। नेपाल र जापानको राजतन्त्रमा एउटा रोचक पक्ष के छ भने जापानको राजतन्त्र 2600 वर्ष पुरानो मानिन्छ। नेपालको शाह वंश विक्रम सम्वत 1825 देखि 2065 सम्म 240 वर्ष चल्यो। यो तुलना कस्तो लाग्यो कमेन्टमा बताउनुहोस्। राजतन्त्र बारे तपाईको विचार के छ? लाइक गर्नुहोस्, सब्स्क्राइब गर्नुहोस् र नयाँ भिडियोको प्रतीक्षा गर्नुहोस्।